यति चाहिँ त्यहाँबाट छिराउनु पर्ने घरेलु नुस्खा सर होममेड झाडु आज चाहिँ हाम्रो यहाँ नेपाली स्टाइलमा हामी झाडु बनाउँदैछ एक एक करके डालो इधर 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 सब बनाओ दो तीन करके हेरौँ कतिको हुँदो रहेछ यो चाहिँ गऱ्यो भने चाहिँ यो उद्देश्य हो कि यो लाबाट चाहिँदैन केही चाहिँदैन लाइफ टाइम जान्छ पुरा टाइट हाल्नुपर्छ होला नि त है टाइटै हाल्दै तातोले गर्नु हेरौँ न कतिको सक्सेस हुन्छ कि हुँदैन रहेछ है मोटरले पुरा काम गर्छ घरमा यसो बोतलहरू छ भने नफ्याँक्नुहोस् यसरी युज गर्नुहोस् झाडुमा है एकदम दामी हुने रहेछ झाडु बनिँदैछ सेपमा आउँदैछ भयो रेडी भयो ऐसे टाइट डाल दो अच्छे से लास्ट स्टिक डाल दो बस अब इसको ज़्यादा अंदर चला गया थोड़ा बाहर खींचो आएगा हुन्छ होला थोड़ा बस ज़्यादा बस आया है ना थोड़ा आग करना पड़ेगा आगुन उसको जितना आग से ये देगा तो ये निकलेगा नहीं टाइट हो जाएगा पूरा फिक्स हो जाएगा हाँ बढ़िया बनाया ना तताउनु पर्ने रहेछ त्यो बिर्को पर्दैन रहेछ त्यसमा लगा दो वो भी ऊपर से लगा दो जल्दी होगा ना पारा चाहिँ हो एकदम घरेलु नुस्खा झाडुको भयो अब भोलि त नि है दामी अलिक कम्ती उयो गर्नुपर्छ है ध्यान दिएर र पनि यो त दामी भइहाल्यो नि बढिया निक्लिँदैन अब यो डरलाग्दो टाइट भइदियो नि यो बिर्को लगाइदिनुहोस् न त्यहाँनिर हुँदैन तपाईँको यो बिर्कोलाई चाहिँ के काम गर्छ भने नि अब यो बिर्को दुलो पार्यो हजुर गर्यो ह्याङ्गिङ ए हजुर यो दुलो पार्यो एउटा उयो हाल्दा पनि भयो दोरी हाल्दै ह्याङ्गिङ गर्नु लागि यहाँ एउटा मन पऱ्यो कि मन परेन कमेन्टमा भन्नुहोस् है साथीहरूले 20 हाल्यो यसलाई काटी ठोक्यो हजुर लामो गऱ्यो अनि यसलाई बिर्को लगाइदियो यसमा कम्मर दुख्छ बेसी फिट गऱ्यो होइन हजुर त्यो पनि हुने रहेछ स्टिक लगाएर पनि है स्टिक लगाएर लामो पार्नु पनि हुने रहेछ ल दामी छ यति नै आज ज्यादा गरम गरिदियो